हेलो वेलकम छ मेरो भिडियोमा। सो यो यति फुल सजाएको दिया के हो भन्नुहुन्न। यो सबै तयारी हो, मेरो दिदी आउँदै हुनुहुन्छ। सो त्यही भएर मम्मीजीले फुल सजाइदिनु जति हुनसक्छ बाटोमा। अनि आइसक्नु भयो, गेट खोलिदिनु भयो मम्मीजीले। अब आउनुभयो दिदीजी गाडी लिएर। गाडी कता लगाउने भन्दै थियो, ड्राइभरले ब्याक गरेर माथि चढाइदियो भनेको त त्यहीँ टुवा परेर हेरेको थियो। फेरि नि चढाइदिइहाल्यो। अनि आउनु भयो, दिदी उत्रिनु भयो गाडीदेखि। अब आउनुभयो, मम्मीजीले तेल चुहाइदिनु भएछ। अनि शुभ हुन्छ यसरी भन्छन्। भरत मिलाप भयो। मलाई पेटमा गद्दै भित्र जानुभयो दिदी। यस्तै गर्नुहुन्छ। बाँकी सामानहरू सुटकेसमा लिएर आउँछु। अब भरत मिलाप हुन्छ यहाँ बेटा बेटीको। यस्तै छ। अब रोना धोना चालु हुन लाग्छ। फेरि मैले बिचमा कमेडी गरिदिन्छु, मलाई लात मारेर हटाइदिन्छन्। फेरि गेट लगाइदिनुहुन्छ अनि सोध्नुहुन्छ सामान छुट्यो कि नै गाडीमा भनेर। त्यहीँ ड्राइभरले भन्छ छुटेन नि, म घर लिएर जान्छु भन्दै थियो। अनि यस्तै छ। फेरि फोटो गराएँ। फेरि मम्मी यति रमाउनु भएको थियो कि उछली उफ्रिँदै कुरा गर्दै गर्नुभएको थियो। सो फाइनल हामी भित्र आयौँ। अब भित्र आएर नि फोटोहरू खिचायौँ। फेरि भोक लागेको थियो, दिदीले स्न्याक्स लिएर आउनुभएको थियो। त्यही स्न्याक्स मिठाईहरू खाँदै बस्दै गरेको थियौँ, कुराकानी गर्दै। यस्तै छ। अब हजुरको पनि दिदीहरू कहाँ हुनुहुन्छ मेन्सन गर्नु होला। मेरो गालालाई त बहुत चलाउनुहुन्छ, यस्तै गर्नुहुन्छ। पोका गाला गराइदिनुहुन्छ मेरो। ओके मिल्छ।